कहिलेकाहीँ हामीले कसैलाई सहयोग गरेको ठानिरहेका हुन्छौँ, तर त्यही सहयोगले उसको जीवनभरको उडान खोसिरहेको हुनसक्छ। आखिर एउटा सानो पुतलीलाई गरिएको सहयोग कसरी उसको जीवनकै सबैभन्दा ठुलो गल्ती बन्यो र किन कहिलेकाहीँ सङ्घर्षबाट बचाउनु भनेको नै कसैलाई कमजोर बनाउनु हो। कथा अन्त्यसम्म सुन्नुहोस्। नमस्ते साथीहरू, म तुफान बाबु। आजको कथा एउटा पुतलीको हो, तर यो कथा पुतलीको मात्र होइन, हाम्रो जीवनको पनि कथा हो। किनकि जीवनमा हामी सबै कुनै न कुनै समय कोकुन भित्रको पुतली जस्तै सङ्घर्ष गरिरहेका हुन्छौँ। एक दिन एकजना मानिस आफ्नै बगैँचामा घुमिरहेको थियो। त्यही क्रममा उसको नजर एउटा हाँगामा झुन्डिएको पुतलीको कोकुनमा पर्यो। त्यसपछि उसले हरेक दिन त्यो कोकुन हेर्न थाल्यो। एक दिन उसले कोकुनमा सानो प्वाल परेको देख्यो। भित्रको पुतली बाहिर निस्कन सङ्घर्ष गरिरहेको थियो। घन्टौँ बित्यो, पुतलीले धेरै प्रयास गर्यो, तर त्यो सानो प्वालबाट बाहिर निस्कन सकेन। अन्ततः मानिसलाई पुतलीमाथि दया लाग्यो। उसले सोच्यो, बिचरालाई कति दुःख भइरहेको होला, म यसको समस्या सजिलो बनाइदिन्छु। उसले कैँची ल्यायो र कोकुनको प्वाल अलि ठुलो बनाइदियो। अब पुतलीलाई बाहिर निस्कन कुनै सङ्घर्ष गर्नु परेन। ऊ सजिलै बाहिर आयो। मानिस खुसी भयो। उसलाई लाग्यो, मैले एउटा जीवनलाई कठिनाइबाट बचाएँ। तर केही समयपछि उसले देख्यो, पुतलीको शरीर सुन्निएको थियो, पखेटा कमजोर र सुकेका थिए। उसले पुतली उड्ने प्रयास गरिरह्यो, तर पुतली कहिल्यै उड्न सकेन। ऊ जीवनभर जीवनमै घिस्रिरह्यो। त्यति बेला मात्र त्यो मानिसले आफ्नो गल्ती बुझ्यो। जुन सङ्घर्षबाट पुतलीलाई बचाउन खोजेको थियो नि, वास्तवमा त्यही सङ्घर्ष उसको उडानको तयारी रहेछ। कोकुनबाट बाहिर निस्कदा गर्ने सङ्घर्षले उसको शरीरको तरल पदार्थ पखेटासम्म पुग्न मद्दत पुग्थ्यो। त्यही प्रक्रियाबाट उसका पखेटा बलिया बन्थे र ऊ बाहिर निस्किएपछि आकाशमा उड्न सक्षम हुन्थ्यो। तर मानिसको दयाको नाममा उसले सङ्घर्ष नै हटाइदियो र सङ्घर्ष हटेसँगै उसको उडान पनि हट्यो। साथीहरू, हाम्रो जीवनमा पनि यस्तै हुन्छ। हामी कठिनाइ आउँदा सोच्छौँ, यो समस्या किन आयो? मेरो जीवनमा मात्रै किन यति धेरै सङ्घर्ष? अरूको जीवन सजिलो छ, मेरो मात्र किन गाह्रो? तर कहिलेकाहीँ हामीले समस्या ठानेको त्यही सङ्घर्षले हाम्रो क्षमता निर्माण गरिरहेको हुन्छ। यदि हरेक पटक कसैले हाम्रो समस्या समाधान गरिदियो भने हामी आफै समस्या समाधान गर्न कहिल्यै सिक्दैनौँ। त्यसैले आफ्ना सन्तान, परिवार वा आफन्तलाई माया गर्दा पनि उनीहरूको हरेक सङ्घर्ष आफैले हटाइदिनु हुँदैन। कहिलेकाहीँ सही सहयोग भनेको बाटो सजिलो बनाइदिनु होइन, कठिन बाटो हिँड्न सक्ने साहस दिनु हो। हरेक सङ्घर्ष दुःखको दिनका लागि मात्र आएको हुँदैन। कतिपय सङ्घर्षले हामीलाई धैर्य सिकाउँछ, कमजोरी चिनाउँछ, क्षमता बढाउँछ र जीवनको ठुलो उडानका लागि तयार पार्छ। त्यसैले जीवनमा कठिन समय आयो भन्दै नाट्दिनुहोस्। आजको सङ्घर्ष नै भोलिको उडान बन्न सक्छ। याद राख्नुहोस्, कोकुन भित्रको अँध्यारो पुतलीको अन्त्य होइन, उसको उडानको सुरुवात हुन सक्छ। साथीहरू, यदि यो कथाले तपाईँलाई केही नयाँ सोच्न
प्रेरित गर्यो भने भिडियो लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र यस्तै प्रेरणादायी कथाहरूका लागि आरजे तुफानलाई सब्सक्राइब फलो गर्न नभुल्नुहोस्। म फेरि अर्को प्रेरणादायी कथासहित चाँडै नै तपाईँहरूसँग भेट्नेछु। त्यतिन्जेलसम्म सङ्घर्षसँग नडराउनुहोस्, प्रयास गर्न नछोड्नुहोस्, मुस्कुराइरहनुहोस् र सकारात्मक सोचिरहनुहोस्। धन्यवाद।